भित्र ल्याउनु हुँदैन हक्छ साथीहरु भाले खाएको घुमेको रमाको मिठो मिठो पकाएको मात्रै गुड मर्निङ नमस्कार म मनिषा राई तपाईहरुलाई फेरि पनि स्वागत छ मेरो च्यानलमा आज चाहिँ मेरो न्यू डे न्यू ब्लग सुरुवात भइसकेको छ विथ माई छोरी अनि म चाहिँ कहिलेकाहीँ भ्याउँदाखेरि चाहिँ डेली भ्लग गर्ने गर्छु डेली भ्लग के हुन्छ त्यही हो हैन बिहानै उठ्यो खानासाना बनायो खायो गयो अफिस आज चाहिँ शनिबार हो साथीहरु यो चाहिँ यहाँ फुल फुलिरहेछ कृपया भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला अनि माया गर्नु होला प्लिज लाइक शेयर सब्स्क्राइब गर्नु चाहिँ नबिर्सिनु है त मासुलाई म्यारिनेट गर्न गइरहेको छु यहाँ चाहिँ मैले के रे जिराको धुलो नुन अनि बेसार राखे मासु अब यहाँनिर ब्रोइलरको मासु यसरी म्यारिनेट गरेँ ब्रोइलरको मासु मेथी खुर्याउँदैछु मेथी खुर्या म चाहिँ यसले चलाउनु पर्छ किनभने मसँग अर्को लामा पनि चाहिँ मैले धोएको छैन कि हाम्रो अङ्कललाई काकी आउनु यो भाले त भित्र ल्याउनु हुँदैन हक्छ लो भाले आए साथीहरु भाले अङ्कल र काकीले ल्याउनु भएको छ अब यसलाई भरे बनाउनु पर्छ मजाले बन्द गरिदिनु एक्चुअली काना एक्चुअली काली हेर न हेर्छ कतै अच अच कुचो म कुचो साथीहरु आज चाहिँ शनिबार हो मेरो छोरी बल्ल 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 सुतेको छ यतिखेर चाहिँ म भाँडा धस्काउँदैछु अब डेली भ्लग भनेपछि यस्तै त होइन त आफूले जे काम गरे त्यही खाएको घुमेको रमाको मिठो मिठो पकाएको मात्रै होइन भाँडा पनि मिठो मिठो पकाएर खाएपछि यसरी धस्काउनुपर्छ साथीहरु मे चाहिँ हिजो बेलुकाको र अहिलेको छ सधैँ चाहिँ बिहानै नै सधैँ चाहिँ बिहान नै मस्काउँथेँ तर अहिले चाहिँ मेरो छोरी खै किन हुन्छ अफिस लान थालेपछि बिहान अति रुनु थालेको छ त्यही भएर साथीहरु ब्रस काम भइछ हौ ब्रसले चाहिँ यो भात चाहिँ जानु एकदमै हेल्प गर्छ किनभने यस्तो कुना कुना त मस्काउनु मिल्दैन नि त जालीले साथीहरु यो आइडिया लायो भने चाहिँ सजिलो हुन्छ भाँडा धस्काउनु म चाहिँ अरूले यस्तो टिलिक्क टल्काएर चाहिँ मस्काउँदिनँ सक्दिनँ नारी दरो छैन अलिअलि यस्तो खाएको खाल्ला खुलुक पकाउने मात्रै हो साथीहरु तपाईहरुलाई चाहिँ कतिको अल्छी लाग्छ साथीहरु भाँडा धस्काउनु यहाँनिर चारो यति बनाइदिन्छु खोइ मिल्न दिदीले मलाई सुँगुरको कानै दिनुहुन्न भन्नुपर्ने छ सुँगुरको कान दिनु है भनेर पहिले चाहिँ हामी त्यसो भन्नुहुन्थ्यो एकजना अङ्कलले सुँगुरको कान दिन्छु म तिमीहरूलाई भनेर भाँडा मोल्नु पर्यो छोरी अहिले यो मोल्नु पनि दिन्छ कि दिँदैन छोरी उठिहाल्यो भने यतिकै छोडेर जानुपर्छ साथीहरु मैले खाना चाहिँ सधैँ ठिक्क बनाउँथेँ हिजो र आज चाहिँ मेरो खाना उब्रेर के अलिक वेस्ट यो मलाई दिदीले तिमी कराई चाहिँ माझ्दैनौ कि क्या भन्नुहुन्थ्यो यो पुरानो कराई हो त्यही माथि म सिस्टरको कराई हो दिदीमा सिस्टरको म कहाँ ल्याएपछि चाहिँ अझ झन् कालो भएको छ आज नुहाइदिनु छोरीलाई भनेको समय यस्तो छ साथीहरु के गर्नु म चाहिँ नुहाउँछु एकछिनबाट दिदीलाई बोलाउँछु बच्चा हाल्नुलाई
कि आज चाहिँ 1 हप्ता प्लस भइसक्यो म नुहाएको तर कुकर 1 लिटरको Q 1.5 लिटर हो 1 लिटर नि होला गरेको पालो अब 10 गाउने मेरो छोरी सानो भन्छ नि त अब यहाँनिर प्यासेजमा बसेर बसेर यत्रो स्वरमा कराउने कुरा पनि बोल्ने कुरा नि आएन त्यही माथि मेरो अलिकति स्पिकर पनि बिग्रेको छ किन्नुलाई पैसा छैन पखाल्नु बारी म एकदमै फास्ट अफिस गएदेखिको मेरो बेबीलाई मजाले तेल लाउनु पाएको छैन मैले चाहिँ यदि काम गर्ने मान्छे खोज्दा पाएँ भने तेल लाउन जान्ने सबै जान्ने खाले मान्छे चाहिएको छ किनकि मेरो बेबीलाई मजाले केयर गर्नु मैले भन्दा नि मजाले केयर गर्ने मान्छे चाहिएछ मेरो छोरीलाई हैन हैन त पुकुलु तेल लाउँ है पुकुलु ढाडमा लाउँ है ढाडमा मौसम छ पुरा यहाँ त्यही भएर मेरो छोरीलाई मैले चाहिँ हिटरै बालेर सेकिदिँदैछु चाहिँ नदेखाउनु पर्यो छोरी कहाँ लैगयो यार यसो गर यसो मारा यसरी यसरी मम्मी मेरो छोरीले मोबाइल हेरेको मोबाइल क्रेजी हुन आँट्यौ कि क्या तिमी तिम्रो यहाँ दुख्छ नि त यस्तो गर्ला बाबा यस्तो गर्ला यस्तो गर्ला अलिक यस्तो गर यस्तो गर्ला यस्तो गर्ला यस्तो गर्ला यहाँ गरेर ल छोरी मजा म चाहिँ मेरो बेबीको केयर गर्छु बिहानै उठ्छु ल भिटामिन D3 दिन्छु अनि नाकहरू सफा गरिदिन्छु नाकमा चाहिँ उसको सिकालाई त पनि नुहाइदिउँ कि क्या हो नुहाउनु जाडो छ आज त सानो मान्छे साथीहरू भानुलाई भाँदे भन्नुहुन्थ्यो काकीले मैले बिर्सिएको रहेछु दिनभर पानी पर्दैछ छोरी सुतिरहेछ उठिया म त कस्तो बिर्सिएको रहेछु क्या भालेलाई चारो दिनु भाले बासेर पो त ओइ ल चारो खा भाले आज ल ल चारो खाऊ भाले साथीहरू मैले भालेलाई चारो पनि दिएँ मैले चाहिँ भालेको मेरो छोरी माथि रुन थालिसकेछ माइ गड छोरी त म छोरी भालेलाई चारो दिन गएको थिएँ कि नरुवा न मेरो लुगासुगा पनि धोएर यहाँ राखिरहेको छ किनकि पानी परिरहेछ त्यही भएर अब यो भोलि मात्रै सुकाउँछु म छोरी सुतिरहेछ नुहाइ धोइसकेँ होइन जिउ चाहिँ धोएँ टाउको अब भोलितिर धुनुपर्छ साथीहरू फुल पानी यहाँ चाहिँ छिप पानी परिरहेछ तपाईँहरूकोतिर अब मौसम कस्तो छ साथीहरू कमेन्ट गर्नु होला पानी परिरहेछ घाम लागिरहेछ धुमिरहेको छ कस्तो छ त यो फुललाई चाहिँ मल लाउनु पर्यो माथिबाट ल्याएर भनेर सोचिरहेको थिएँ
यति साह्रो मेरो जागर चाहिँ के फुल यस्तो भइरहेछ। कसले यो बदमको बोक्रा पनि त्यहाँ लगाइदिएछ होइन। आज भ्याइन, पानी पनि पर्यो, छोरी पनि रोइरहेछ, त्यही भएर कमल फुल भाँचिसक्यो चाहिँ अब म पेप्सीमा रोप्छु। चाहिँ आज यहाँ 2-3 ठाउँ पुगेछ कि बिहेबाट खाएर फर्किँदैछ, बिजोग छ बिचरा। यहाँ फुलहरू माथि कौसीमा आएको छु। यहाँ मेरो छोरीको डसा नलिनु ल साथीहरू। यो रुम चाहिँ यति आनन्दतिर गएर एसीमा बसेँ भन्दा साह्रो आनन्द छ। यहाँबाट पाइला राख्नु चाहिँ यति आनन्द फिल हुन्छ कि यस्तो राम्रो भाइब्स आउँछ साथीहरू। यस्तो छ यो चाहिँ हाम्रो त्यो अफिस जाने बाटो हो साथीहरू। ऊ त्यो पोल सिधा त्यो पल्लो चाहिँ यो फर्स्टवाला चाहिँ पोसे घर, त्यो पल्लोवाला हाम्रो बिल्डिङ, अनि तल यो अलिअलि निलो देखिरहेछ नि काल ड्रमवाला, त्यो चाहिँ हाम्रो नगर हस्पिटल है साथीहरू। आज साथीहरू मेरो अङ्कल काकी र बहिनी भेट्न आउनुभएको थियो, मलाई र मेरो छोरीलाई। उहाँले आएर नि यसो चिसो चासो खाएर नि गइसक्नुभयो। पुरा भिडियो त मैले बनाउनु भ्याइन। यस्तै छ साथीहरू, मेरो दिन यसरी बित्दैछ, पानी पर्दैछ होइन। यस्तो राम्रो मौसम भिजौँ भिजौँ मन लाग्यो।